स्वयंसेवक साथीहरू तपाईँको छेउमा बसिरहेको भएको छ, उभिरहेको भएको छ, तपाईँहरूलाई अप्ठ्यारो पर्यो भने उहाँसँग सहयोग माग्नुहोस्। तर कृपा गरेर तपाईँको फोटो खिच्नको निम्ति तपाईँको मोबाइल उहाँलाई हात थमाएर स्वयंसेवकलाई थमाएर मेरो एउटा फोटो खिचिदिनु भाइ, खिचिदिनु बहिनी नबन्नु होला। यो हामीले निर्देशन गरेका छौँ। तपाईँको छेउमा बसेर कोही साथीमा आउनुहुन्छ होला भनेर स्वयंसेवकले तपाईँको झोला तपाईँको मोबाइल लिएर तपाईँको सेवा गर्ने छैन। तर तपाईँको सामान के हरायो स्वयंसेवकलाई भन्नुहोस्, हामी आएर तपाईँहरूलाई जानकारी गराउनेछौँ। र अन्य कुरा तपाईँहरू एक किसिमले सङ्गठन हालिसक्नु भएको प्रतिनिधिहरू नेताहरू उपस्थित हुनुहुन्छ। त्यस कारणले तपाईँहरूलाई यो संहिताको कुरा, तपाईँको अधिकारको कुरा, तपाईँको मर्यादाको कुरा सिकाइराख्नु भनिराख्नु पर्दैन होला। हामी आज भोलि र पर्सि जहाँ जुनिरहेका छौँ, तपाईँ हामी आफू सबैले स्वयं आफूले सही ढङ्गले आफ्नो मर्यादा कायम गऱ्यौँ भनेदेखि हामीलाई न स्वयंसेवक चाहिन्छ, न आयोजक चाहिन्छ, न कोही चाहिन्छ। त्यस कारणले तपाईँहरू जस्तो विद्वान बुजुर्ग प्रतिनिधि बनाउनु भयो त हामीले अनुरोध गर्न चाहन्छौँ। तपाईँहरूले आफू मर्यादित भएर यो हाम्रो भव्य रूपमा 13औं राष्ट्रिय महाधिवेशनलाई सफल पार्नको निम्ति तपाईँहरू सहभागी भइदिनुहोस्। र हामीले यस्तो सन्देश दिउँ, अब यो देशमा कोही छ भनेदेखि जिउँदैछ भनेदेखि पुनः सरकारको मुद्दा उठाउने गरेर त्यो समुदाय भनेर समुदाय मुस्लिमले यो 13औं राष्ट्रिय महाधिवेशनमा घोषणा गरेर भनेर तपाईँले सन्देश दिएको जानुभयो। हार्दिक अनुरोध गर्दै तपाईँहरू चाँडो उठाउनु भएको छ। यहाँ आउने सबैलाई हार्दिक स्वागत गर्दै बिदा गर्न चाहन्छु। धन्यवाद।